देखियो नुवाकोट यस हजुर हजुर नुवाकोटमा त चिसो होला है गर्मी छ यहाँ कति धेरै ए गर्मी पो छ लास्टै नुवाकोटमा भनेपछि गर्मी छ थापा मगरे है थ्याङ्क यू जेरी थापा मगर नै पर्नु हो हजुर हजुर म पनि थापा मगर नै हो वाउ थ्याङ्क यू जेरी के गर्दैछौ म त सम्झेको छु हो मलाई कहीँ यस्तो ल दार्जिलिङ वाउ दार्जिलिङलाई पनि धेरै धेरै माया छ है अब आउने बेला भएको छ सिक्किम दार्जिलिङ पनि त्यही समयमा कसलाई मलाई के भन्नु मलाई के भयो हजुर तपाईँले होइन मेरै कमेन्ट रिड गरेको सेट त मलाई के भन्नुभयो भनेर नि त्यस्तै छ केलाई हर्क साङपाङ रे नामै हर्क साङपाङ ओहो अब हर्क साङपाङले सकिन्छ त गाह्रो छ है मलाई फ्यानहरू हजुर म यहीँ छु त इलाम चाहिँ नआउने इलाम अस्ति आएर फर्केको हेर्नुहोस् त इलाममा नेपाली हो नेसनल प्लेयर हो फुटबलमा Who I am थाहा नै छैन अनि बुटोलाई पनि धेरै धेरै माया हजुर हजुर त फुटबल खेल्नुहुन्छ अरे नि त यहाँ म त भर्खरै रिड गरिरहेको छु कमेन्ट यिनीहरूले जे के भन्छ भन्छु जे पाए भन्छन् नि होइन 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 डोना थापाको भाइ रे हो र होइन होला तर डोना थापाको त मैले लास्ट भिडियो हेर्थेँ तर मैले तपाईँको देखेको छैन त अलिअलि टिकटकमा हेर्नुहुन्थ्यो है डोना थापा म पनि हेर्छु नि उहाँको कस्तो मनपर्छ होइन म हेर्छु तर मैले तपाईँलाई चाहिँ देखेको छैन थ्याङ्क यू फर मलाई त कहाँ देख्नुहुन्छ त अनि उहाँको भिडियोमा अनि तपाईँ उहाँको भिडियोमा आउनु पाए त म त आहा यसरी ढल्थेँ म मेरो बिल्ला हो कि क्या हो हजुर ल ल मैले बुझेँ मैले उहाँलाई देखेको छु हो त्यही पनि भिडियोमा फर यु पेजमा मेरो तपाईँको भिडियो आइरहेको छ आम्मा जबरजस्ती वाउ किन यस्तो भन्नुभयो क्या हजुर ये मजाक है क्या भनेर कि क्या होइन टोलीहरूले जिस्काउँछन् नि के भनेर अब त्यहाँ हो हजुरलाई के भन्दै होला है होइन कस्तो दामी दामी कमेन्ट गरिरहेको छ रिड गर्न क्या मजा आइरहेको बरु हो मलाई थाहा छ मैले उहाँको भिडियो फर यु पेजमा आइरहेको छ कस्तो भनेपछि त अब होइन अब थापा मगर भनेर हजुरलाई यसो माया गरेको होला नि उहाँहरूले सायद हुनसक्छ है हुनसक्छ मगर ब्याक फेरि होइन कमेन्ट त निकै राम्रो राम्रो आएको छ जस्तो छ नि अनुहार त हसिलो भएको छ त किन हो हेलो हेलो लेजेनर वेलकम ब्याक है कमेन्ट रिड गर्दैन म मक्ख छु नि त अनि त्यही भएर वाउ कस्तो मक्खै हुनुभयो त भनेपछि कस्तो कमेन्ट आयो होला त ओहो मलाई पनि यस्तो कमेन्ट हेर्नु मन थियो तर ठिकै छ भिडियो यार म हेर्छु के प्लिज मलाई भन्नु पर्दैन के भयो बुनजी ल ल ल म कमेन्ट रिड गर्नै सक्दिनँ किन सरर आयो कि के हो कमेन्टहरू त पुरै माया अलिक बेसी आयो जस्तो छ है अनुहार अरे मेरो बिल्ला भइरहेछ बरु किन नि लभ यु दिदी ओ मेरो भाइ भतिज रिट्ठे धनबहादुर रिट्ठे कस्तो डर लाग्दो पार फेरि भन्नु न एकचोटि
नै अब बिल्ला हुन्छ मेरो फेरि। रित्थे भनेर यतै ठर्काए जस्तो लाग्यो नि मलाई त। हजुर हजुर रित्थे भनेर यतै आँखा गाडे जस्तो लाग्यो। त्यो एउटा कस्तो छ नि धनबहादुर रिट्टे मेरो त्यो वाला कस्तो हेर्छु कि मलाई एकदम फ्यान नै हो कि उसको म। ए वाउ हो है वाउ यो यस्तो मायाहरू कस्तो आइरहेछ आज के हो स्टिकरहरू आएकै छ के हो यो खास गाइस हामीलाई नै थाहा छैन होइन के हो खास भनेर। कति पछि लाइभ आएको वाउ मलाई त आनन्द लाग्यो त हौ तर होइन बुनुजीसँग बसेर पनि हुनसक्छ है वर्कआउट हेर्नु भयो पर्यो है त्यो हेर्नु पर्यो सोध्नु अरे तपाईँ सोध्नु ल गएर प्लिज म सोध्दिनँ। के कुरा होला सोध्नुहोस् त के कुरा सोधिहाल्नुहोस् सोध्नु ल। थ्याङ्क यू फर रोज। एरोन भाइ मक्खै रे सुजल दाजु मक्खै गेम हेर्नु भएको छैन मैले अघि भर्खर हेर्दै थिएँ अनि यसो आज आफ्टर लङ टाइममा कति पछि आयो लाइभ यसो लाइभमा यसो दिउँ न 2-4वटा गफहरू भनेर आएको ठ्याक्क अब यस्तो अब बोल्नै नसक्ने स्थिति आयो कि यहाँ मगर मगर भेट भएपछि है गाह्रो अलिक आँट नआउने रहेछ क्या मगरहरूको अलिक आँटिलो हुन्छ भन्छ उफ, गाह्रो वै अहिले त रिसाउनु भयो म त बोलिनँ है बोलिनँ ल जोडी त मिल्यो नि रे के हो कुन छ है अलिक बुझ्न गाह्रो भयो नि माया छ है अरे माया छ हजुर आहा यस्तो कमेन्ट त उहाँलाई गर्नु पर्यो है परेको म छु हो यो अब यस्तो कमेन्ट भिसी गर्नेहरूले चाहिँ प्लिज है यो के हो मलाई बुझाइदिनुहोस् कि त यो भुटुटुटुटु पारेर मेसिन गनले जस्तो भिसी मेसिन गन के चल्छ त्यस्तो कमेन्ट चल्छ भिसी भनेर पटाटाटाटा के गरौँ म तनाव कमेन्ट पनि पढ्नु पनि तनावै छ गाइस हामी कमेन्ट नपढौँ ल त्यसो भए यता होइन पढाउ न ल यो हाम्रो को हुनुहुन्छ ट्रेजर बक्स राखिदिनुहोस् उहाँ टोलीहरूलाई परेको म छु यार राखिदिनुहोस् न राख्नुहोस् खै फोन अर्को कहाँ गयो मैले छोडेँ क्या न त ट्रेजर बक्सको लागि एक कलमा क्या घडाक घुडुक पारिदिइहाल्थेँ खै त छैन बास यसरी आउनु पर्यो ट्रेजर बक्स झरक झरक झरेपछि त अनि मान्छेहरूलाई हेर्न पनि आहा 500 कोइनवाला ला बब्बा यस्तो 200 अघि 200 हान्ने कि अब 500बाट 1000 त्यसपछि घर झर सुत्ने क्या चुप लागेर अलिक बेसी पनि नगरौँ हाम्रो बुनुजीलाई के भयो चुप लाग्नु भयो त हौ आउँदिन त अनि म यतिकै साइलेन्ट त बस्छु नि होइन यो अलिक बेसी बोल्यो क्या हो ल यसलाई त यो अलिक बोलिहाल्छ कि यो कति छुट्टो छ रिसै उठ्ने भिडियो हेरिरहेको हुन्छ है फर्स्ट पेजमा आइराखेको हुन्छ तर कन्फ्युज भयो कि म होइन चाहिँ भएको थिएँ कि स्टार्टिङमा चाहिँ अनि त्यही भएर हो नि मैले बुनुजीको कस्तो हेर्छु हो पुरै कि तपाईँको चाहिँ मैले हेरेको थिएँ तर म कन्फ्युज थिएँ कि तपाईँ हो कि होइन भनेर स्योर थिएन म त स्योर थिएँ बुनुजीको पुरै कन्फर्म क्या वाउ थापा मगर अनि सकिएन सकिएको त अब यो गाह्रो छ ओहो यहाँ त कमेन्ट के गर्छन् त मलाई त जोडी राम्रो सुहायो भनेको त सिधै ब्लक गरिदिनु भयो मलाई भन्दै कमेन्ट आएको छ के हो यो कुरो साँचो हो हजुर हजुर
ए रोनाल्डो नै जन्माउनु पर्ने ओहो यो त लामो पुग्यो त कुराहरू आहा कस्तो कमेन्ट छ है सुजल दाजुले मार्यो लास्ट हानौ बुनुजीसँग अब च्याट्ट लाएर अनि च्याट्ट लाएर फेरि गेमतिर लागौ के छ र के हो, मेसी मेसी भनेर कमेन्ट आउँछ त यार तपाईँ मेसीकै फ्यान हो कि क्या हो होइन कहाँ हुनु जर्सी हेर्नु जर्सी जर्सी गाई जर्सी ए देख्नुभयो लुकाउन खोजेको देखिहाल्नुभयो लुकाउन खोजेको कस्तो देखिएको हो यहाँ अगाडि ठ्याक्कै यसरी छेको हो क्या ठिकै छ केही छैन ए यो ट्रेजर बक्स कोले लुटे नि लुटेराहरूले मैले आफै लुटाउँ भनेको लुटिसकेछन् टोलीहरूले ठिकै छ धेरै नसताउँ हजुर मार्छन् जस्तो छ आज यो ओठलाई के गरौँ के पत्ता त मक्कै भुटे जस्तो भुट्छ अब यस्तो यस्तो कमेन्ट हेर न कमेन्टै मलाई कस्तो डरलाग्दो खालको कमेन्टहरू आएको छ क्या कमेन्ट हेर्दै डर लाग्ने क्या ल अहिलेसम्म स्टिल भएर बस्नुभएको छ हाम्रो भिबीजी सबलाई माया गर्ने हजुरहरूलाई पनि साथ सपोर्ट गर्ने वाउ उहाँलाई बिग चढाउ छ बिग लभ छ सलाम वालेकुम छोटो नाम छ त के छ भाइ राजा ट्रेजर स्क्याम अरे नो स्क्याम लुटिसक्नु हजुरहरूले बुनुजी यो के इफेक्ट लाउनु भयो मेरोमा फ्रिज भएको हो क्या यहाँको स्कोर कम भएर त्यस्तो पो हो अब मेरो आँसु आइसक्यो अहिले यहाँ रुन्छु म बै यस्तो रुन त दिदिनँ म हाम्रो टोलीहरू उता गइदिनुहोस् त हाम्रो बुनुजीलाई रुनबाट मुक्त गरिदिनुहोस् आँसु पनि आउँदैन हजुर मेरो आँसु पनि आएन जस्तो छ आँसु आयो आँसु आयो प्लिज आँसु आउन नदिसियो हजुर गइस्यो एक दुईजना बुटुङ पारेर जानुहोस् परेको म छु फेरि ट्रेजर बक्स आयो है टोलियो फेरि 500 को आइसक्यो ल परेको म छु टोलीहरूलाई यार त्यो पुगेन अझै हालौँ अहिले अलिक नहालौँ होला बजेट कम छ जस्तो छ ल ठिक छ हाम्रो म त खै अहिले त मलाई त यहाँ बोली नै आएन बोली नै फुटेन बुनुजीलाई देखाएको छैन कहाँ फुट्छ बोली मनी आए रे होइन होला तपाईँ नि आएको ल गइस्यो